यो ओल्ड मोडल डियो तपाईँको हाफ इन्जिन बनाउनु भनेर आउनु भएको थियो। यो पिस्टन हेर्नुहोस् यहाँनिर पुरै घिसिसकेको छ यहाँदेखि यहाँसम्म होइन। पिस्टन त खतम नै छ, त्यही भएर हाफ इन्जिन बनाउन आउनु भएको छ होइन। धुवा फालिरहेको थियो, मोबिल घटिरहेको थियो। यो ब्लकको अवस्था देख्न सक्नुहुनेछ यहाँनिर है। यो ब्लक सिलिन्डर हेर्नु कति कोतारिएको छ र यो भाग हेर्नुहोस् है। यो भाग हेर्नु कति घिसिएको छ यहाँनिर। यो भाग चाहिँ यहाँको तपाईँको यो यहाँदेखि लिएर यहाँसम्मको भाग हेर्नु है। बिचको सिलिन्डरको फेस पुरै घिसिएको छ होइन। यति त यो हाफ इन्जिन नै पर्ने कुरा भयो। केम सापोर्ट पनि लगभग खाइसकेको छ यहाँनिर। यो केम सापोर्ट एउटा। त्यहाँदेखि चाहिँ मेन भनेको चाहिँ अब हाफ इन्जिन बान्नुभन्दा अगाडि हामीले यो कुरालाई चाहिँ ध्यान दिनुपर्छ है। यो कनेक्टिङ रड यो एकदमै प्ले भएको छ हेर्नु है। एकदमै बढी प्ले छ, लित्रिक लित्रिक हल्लिरहेको छ यो। त्यहाँदेखि चाहिँ यो अप डाउन पनि ढक छ है। यो पुरै तलमाथि पनि आइरहेछ, हेर्न सक्नुहुनेछ। पुरै आइरहेको आवाज। यो पुरै ड्यामेज भएको अवस्थामा छ। यो कनेक्टिङ यसरी ढक हुँदा हुँदै हाफ इन्जिन बनायो भने चाहिँ तपाईँको हाफ इन्जिन कुनै पनि अवस्थामा टिक्दैन है त। कुनै पनि अवस्थामा टिक्दैन। त्यसैले चाहिँ यो हामीले कनेक्टिङको काम पनि गर्नुपर्छ। अनि मात्र तपाईँको चाहिँ कनेक्टिङ रड मेन बेरिङहरू चेन्ज गर्नुपर्ने हुन्छ है त क्र्याङ्कको। अनि मात्र हाम्रो इन्जिन सक्सेस हुन्छ। नत्र भने फेरि 1.5-2 महिनामा धुवा फाल्ने मोबिल घट्ने समस्या आउँछ। यो हेर्नु है त। र अब हामीले यसको फुल इन्जिन खोल्नुपर्ने हुन्छ है त यो ओल्ड मोडल डियोको।